होम सर्भिस गर्दाखेरिको यहाँ बिजोक बिजोक यसरी लिएर आएको छु। यसरी चाहिँ लिएर आएको छु मैले। आमा लु यस्तो हुन्छ क्या होम सर्भिस। यसपालि मेरो ब्याड लक। यो फेरि यति राम्रो फाउन्डेसन फुट्यो मेरो भगवान। पुरा नगरौँ गाह्रो छ हौ साथीहरू। तपाईँहरू होम सर्भिस भन्नुहुन्छ, होम सर्भिसको किन एक्स्ट्रा चार्ज लिनुहुन्छ भन्नुहुन्छ। यहाँ हेर्नु हाम्रो बिजोक यस्तो हुन्छ होम सर्भिसमा। कहिले सामान हराउने, कहिले सामान फुट्ने। घरमा भयो भने त सामान हराएको सामान तपाईँहरूको छुटो हो भनेर दिनु पनि हुन्छ होइन। भेन्यूमा हो भने त को आउँछ को जान्छ थाहा नै हुँदैन। गाह्रो छ नि। अब यहाँ एकछिन मैले यसलाई तैरिन दिएँ। यत्रो मैले अब यो यस्तो गरेर हालेर बिजोकले लिएर आएको छु। अब यसरी हाल्ने बस्ने। अर्को कन्टेनर खाली थियो, यसमा हाल्दै बस्दै। हे भगवान्, फ्याँक्न पनि सकिँदैन, आधी छ डङ्गै है। टुक्रेको सिसा हुँदैन त होला नि। यस्तो बिजोक बेहाल। यस्तो राम्रो क्रिमी छ नि फेरि यसको फङ्सन चाहिँ। अब राख्छु अलि दिन पुग्छ मेकअप गर्नलाई। सुक्दैन होला नि त। सुक्दैन होला नि, किनभने यसको जिप लक छ नि त। गाह्रो छ है, गाह्रो छ। अब मलाई यो बोतल फ्याँक्न पनि माया लागेछ। अब हजुरहरूले 5 डेजको सेल्फ मेकअप क्लास 6 डेजको सेल्फ मेकअप क्लास चाहिँ 5000मा र सेल्फ मेकअप क्लास सिकिसकेपछि एडभान्स सिक्छु। अझै म प्र्याक्टिस गर्छु जस्तो लाग्छ भने चाहिँ हजुरले 15 डेजको एडभान्स क्लास लिँदा भयो, जसको प्राइस चाहिँ 15000 छ। यसमा चाहिँ अब हजुरहरूले त्यही सेल्फमै सिकेको कुराहरू प्र्याक्टिस गर्न पाउनुहुन्छ र एउटा दुईवटा आई लुक्सहरू थपिन्छ। अब सबै क्लिनिङ गर्छु।